ल, आज हामी एउटा यस्तो भिसाको बारेमा कुरा गरौँ जसले दक्षिण कोरियामा काम गरिरहेका दक्ष कामदारहरूका लागि एउटा बिल्कुलै नयाँ बाटो खोलिदिएको छ। कोरियामा काम गर्ने धेरै विदेशीहरूको एउटा साझा सपना हुन्छ, एउटा स्थिर भविष्य हो। यही सपनालाई सम्बोधन गर्न एउटा नयाँ भिजा कार्यक्रम आएको छ, E74R भिजा। यो एउटा यस्तो समाधान हो जसले दुईवटा कुरालाई जोड्छ। एकातिर स्थायित्व खोजिरहेका कामदारहरूलाई अवसर दिन्छ अनि अर्कोतिर जनसङ्ख्या घटिरहेका कोरियाली क्षेत्रहरूलाई फेरि चलायमान बनाउन मद्दत गर्छ। त्यसो भए के हो त यो नयाँ भिसा र यसमा त्यस्तो के खास कुरा छ जसले यसलाई अरूभन्दा फरक बनाउँछ? यो A7 अर्थात् दक्ष कामदार भिसाकै एउटा विशेष श्रेणी हो, तर यसको मुख्य फोकस भनेको कोरियाका ती निश्चित भौगोलिक क्षेत्रहरू हुन् जहाँ कामदारको अभाव छ र जनसङ्ख्या घट्दैछ। ल, अब सबैभन्दा महत्त्वपूर्ण कुरामा जाउँ, यसको लागि को योग्य हुन्छन् त? यो भिसा सिधै अप्लाई गर्न मिल्दैन। यो एउटा कन्भर्सन भिसा हो। यसको मतलब आवेदन दिनको लागि पहिले नै कोरियामा E9, E10 वा H2 जस्ता कुनै एक अस्थायी कार्य भिसामा हुनुपर्छ। अनि अर्को महत्त्वपूर्ण कुरा हो समय। पछिल्लो 10 वर्षमा कम्तीमा 2 वर्ष कानुनी रूपमा कोरियामा बसेको हुनुपर्छ। यसले देशमा काम गर्ने प्रतिबद्धतालाई पनि देखाउँछ। यदि योग्यता पूरा हुन्छ भने अब अर्को चरण आउँछ, त्यो हो आवेदनको लागि आवश्यक कागजातहरू जम्मा गर्ने। सबैभन्दा पहिले रोजगार सम्झौतामा न्यूनतम वार्षिक तलब 2 करोड 60 लाख कोरियाली वोन हुनै पर्छ। यो अनिवार्य छ। त्यसैगरी श्रम सम्झौता आफैमा कम्तीमा 2 वर्षको अवधिको लागि हुनुपर्छ र अवश्य पनि आधारभूत कोरियाली भाषाको ज्ञान पनि चाहिन्छ। यसका लागि टपिक परीक्षा वा सामाजिक एकीकरण कार्यक्रम KIIP मा कम्तीमा लेभल 2 हासिल गरेको हुनुपर्छ। आवेदन प्रक्रिया हेर्दा त एकदमै सोझो देखिन्छ, तर यहाँ एउटा सानो गल्तीले ठूलो समस्या निम्त्याउन सक्छ। त्यसैले एकदमै ध्यान दिनुपर्ने कुरा छ। सोच्नुस् त, एउटा सानो सामान्य गल्तीले गर्दा भिसा नै रद्द भयो र देश छोड्नु पर्यो। यो कुनै काल्पनिक कथा होइन, यो एक वास्तविक घटनामा आधारित कुरा हो। त्यो गल्ती के थियो त? त्यो थियो कार्यस्थल परिवर्तन रिपोर्ट, जसलाई कोरियनमा खुन्मुच्छा फेमग्याङ सिङ्गो भनिन्छ। E9 भिसामा काम गर्नेले कम्पनी फेर्दा अध्यागमनमा यो रिपोर्ट अनिवार्य रूपमा दर्ता गर्नुपर्छ। यो कुरामा एकदमै ध्यान दिनुहोला। कम्पनी परिवर्तन गर्ने E9 कामदारले E74R भिजाको लागि आवेदन दिनुभन्दा पहिले नै यो रिपोर्ट दर्ता गरिसकेको हुनुपर्छ। यदि यो रिपोर्ट छैन भने अध्यागमनले आवेदकलाई बेरोजगार वा अवैध रूपमा काम गरिरहेको मान्छ र आवेदन स्वतः खारिज हुन्छ। ल, यी सबै प्रक्रिया र चुनौतीहरू पार गरिसकेपछि के फाइदाहरू छन् त? आउनुहोस् हेरौँ यसले भिजाधारक र उसको परिवारको भविष्यलाई कसरी अझ स्थिर बनाउँछ। यो भिसाको सबैभन्दा ठूलो फाइदा भनेको परिवारलाई पनि सँगै राख्न पाउनु हो। जीवनसाथीले त्यही क्षेत्रभित्र सामान्य काम गर्न पाउँछन् र छोराछोरीहरूले स्थानीय विद्यालयहरूमा पढ्ने अवसर पाउँछन्। त्यसैले यो भिसा भनेको लामो समय काम गर्ने अनुमति मात्र होइन, यो त कोरियामा दीर्घकालीन बसोबास अर्थात् थप स्थायी स्थितितर्फको यात्राको पहिलो पाइला हो। यो यात्राको सुरुवात E74R भिसाबाट हुन्छ। तोकिएको क्षेत्रमा बसेर काम गर्नुपर्छ। 3 वर्षपछि F2R अर्थात् क्षेत्रीय बसोबास भिसाको लागि आवेदन दिन योग्य भइन्छ र यही F2R भिसाले भविष्यमा स्थायी बसोबासको बाटो खोल्छ। E74Rबाट F2R मा जाँदा अवसर र स्वतन्त्रतामा निकै ठूलो फड्को मार्न सकिन्छ। जहाँ E74R मा निश्चित उद्योग र क्षेत्रमा सीमित हुनुपर्छ, F2R ले धेरैजसो क्षेत्रमा काम गर्ने र आवाजावत गर्ने स्वतन्त्रता दिन्छ। यो दीर्घकालीन बसोबासको स्थिति हो जसले F5 अर्थात् स्थायी बसोबासको लागि बाटोलाई अझ सहज बनाउँछ। त्यसो भए के E74R भिसा कोरियामा एउटा नयाँ र स्थिर भविष्यको लागि सही कदम हुन सक्छ? यो भिसाले एउटा स्पष्ट बाटो देखाएको छ। यसका अवसरहरू र चुनौतीहरूलाई राम्ररी बुझ्नु नै त्यो भविष्यतर्फको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो।